안녕하세요. नमस्ते। 7 स्टार कोरियन ल्याङ्ग्वेज सेन्टर सुर्खेतदेखि हामी अनलाइन क्लास सुरु गरिरहेका छौँ। हामी आज च्याप्टर 20 को छङ्गोमा छौँ। आज छ फेदाल डेलिभरीको एप भनेको एपको बारेमा है त। हामी खाना अर्डर गर्ने एप यहाँ छ नि त हैन। 한국은 कोरिया चाहिँ 음식이 खाना फेदाल डेलिभरी 문화가 संस्कृति 매우 एकदमै फाल्दारान विकास भएको नारा입니다. राष्ट्र हो अथवा देश हो। छनवाना फोन वा एबुल भनेको एप 통하여 मार्फत 원하는 भनेको चाहने 음식을 खानालाई 원하는 चाहने 장소로 ठाउँमा 빠르고 छिटो र 간편하게 सहज हुने गरी फेदाल सिखिल्सु 있습니다. खाना अर्डर गर्न सकिन्छ है त। पारुदा भनेको छिटो हुनु, खानफेनहादा भनेको सहज हुनु। त्यो के लगाउनु पर्यो? गोले जोड्नु पर्यो दुईटा विशेषणमा। थुक्की विशेष गरी छैगुनेनुन हालसालमा चाहिँ फेदाल डेलिभरीको एबुरो भनेको एपद्वारा थुङ्जाङ्गुरो आगमनले भनेको त्यो आएर त्यो प्रकट भएर त्यो आगमन भएर भनेको है त। थुङ्जाङ्गुरो आगमनद्वारा उम्सिगुल खानालाई फेदाल सिखिनुन भनेको डेलिभरी अर्डर गर्ने खसी कुरा थौक एकदमै फेल्लिहे जेसम्निदा सहज हुँदै गएको छ रे हैन। फेल्लिहादा सहज हुनु त्यसमा के छ आजिदा अजिदा अनि यस है त। भनेको तपाईले के छ भने कोरियामा चाहिँ आजभोलि यो फेदाल एपको चाहिँ एकदमै विकास भएको राष्ट्र हो। तर यो मार्फत के गर्न सकिन्छ त आफूले चाहेको ठाउँमा छिटो र सजिलो हुने गरी खानालाई अर्डर गर्न सकिन्छ हैन। यो फेदाल एपको आगमनले चाहिँ खानाको डेलिभरी गर्ने कुरा एकदमै के छ सहज भएको छ है त। फेदाल एबुल डेलिभरीको एपलाई इयोङहामेन प्रयोग गर्यो भने सिक्ताङ वा रेस्टुरेन्ट र मेनुए थेहान मेनुको बारेमा छङबरुल जानकारीलाई सोनसिप्के सजिलै गरी अदुल्सु इसौनिदा प्राप्त गर्न सकिन्छ रे। तपाईले हैन यो डेलिभरीको एपलाई हेर्नुभयो भने पनि आफूले के चाहेको त्यो मेनु पनि हेर्न सकिन्छ है त। यहाँ पनि छ नि हैन, यता पनि हेर्नु यहाँ सबै मेनुहरु यो। र सायोङजादुरुन भनेको प्रयोगकर्ताहरू चाहिँ फेदाल एबुल डेलिभरीको एप थोङे मार्फत हानसिक कोरियन खाना, छुङसिक चाइनिज खाना, याङसिक पश्चिमेली खाना, फुनसिक फास्ट फुड दुङ आदि यर विभिन्न छोङन्युए प्रकारको उम्सिक खाना जुङ मध्ये छासिनी आफूले वन्हानुन चाहने उम्सिगुल खानालाई सन्थेगाय छानेर फेदाल सिखिल्सु इसम्निदा भनेको डेलिभरी अर्डर गर्न सकिन्छ रे। र छुमुन हाल्तेनुन अर्डर गर्ने बेला चाहिँ थारुन अरू सायोङजादुरी प्रयोगकर्ताहरूले नामगिन छोडेको फेङजमग्वा भनेको मूल्याङ्कन र रिभ्यू रुल रिभ्यूलाई छाम्गुहाय समावेश गरेर छासिनेगे भनेको आफूलाई मान्नुन मिल्ने मेनु रुल मेनु खुरुलसुदो इसम्निदा छान्न पनि सकिन्छ। फेरि यो फेदाल एपको चाहिँ अरू विशेषता पनि के छ भने तपाईले के छ यहाँ यो मेनुहरु के छ त्यो मेनुलाई पनि हेर्न सक्नुहुन्छ हैन। त्यो एपबाट नै धेरैलाई भने आफूले तपाईले कोरियन खाना, चाइनिज खाना हैन, पश्चिमेली खाना, फास्ट फुडहरु पनि के छ तपाईले अर्डर गर्न सक्नुहुन्छ। त्यो बाहेक पनि के छ त्योभन्दा अगाडि प्रयोग गरेका मान्छेहरु छन्, प्रयोगकर्ताहरु छन् हैन, तिनीहरुले छोडेका हुन्छन् त्यहाँ के छ मूल्याङ्कन कुन खाना ठिक छ त हैन, मूल्याङ्कन रेट दिन्छ नि त हैन, 5 स्टार 3 स्टार भो रेटहरु दिन्छ नि त स्टार हो। त्यो मूल्याङ्कन रिभ्यू तिनीहरुले गरेको रिभ्यू हैन कुन ठिक छ हो त्यो पनि हेरेर पनि आफूले के छ मेनुलाई छान्न सकिन्छ है त। अर्को छ फेदाल एबुन डेलिभरीको एप चाहिँ हेङ्गम भनेको नगद, सिन्योङखात भने क्रेडिट कार्ड,
खानप्यान खेल्चे भनेको साधारण भुक्तानी हैन सामान्य भुक्तानी हिउँदे फोन खेल्चे मोबाइल फोनबाट भुक्तानी दुङ आदि थाइङहान विभिन्न खेल्चे सुधानुरो भुक्तानीका साधनलाई छियोन हागिते मुने सहायता गर्ने भएकाले सायङजादुरी प्रयोगकर्ताहरूले फेल्ली हागे सहज हुने गरी खेल्चे हाल्चो इस्सम्निदा भुक्तानी गर्न सक्छन् है त सबै चल्दो रहेछ यसमा के छ ह्यान्डगम पनि चल्छ क्रेडिट कार्ड पनि चल्छ र के छ हिउँदे फोन खेल्चे मोबाइलबाट पनि भुक्तानी गर्न सकिन्छ र खिदेगा त्यसै गरी छौँ पहिलो पटक यङजादुरिएगे प्रयोगकर्ताहरूलाई हारिन्हे छुगना छुट दिने वा कुप्पनुल कुपन छुनुन दिने दुङ आदि थाइङहान विभिन्न हेथेगुल फाइदा छुगुङ हागिदो हाम्निदा उपलब्ध पनि गराउँछ तपाईँ के छ यो फर्स्ट पहिलो पटक चाहिँ तपाईँले यो एप प्रयोग गर्दै हुनुहुन्छ भने तपाईँलाई के दिने छुट पनि दिने र कुपन पनि दिने पनि त्यस्तो फाइदा पनि उपलब्ध गराउँछ भन्छ होइन तोहान फेरि छुमुनहान अर्डर गरेको उम्सिगी खाना हेन्जे वर्तमानको छोरी जुङिन्जी भनेको पाकिरहेको छ कि फेदाल जुङिन्जी भनेको डेलिभरी भइरहेको छ कि र सिल्सिगानुरो वास्तविक समय वागिन हाल्सुदो इस्सम्निदा पुष्टि गर्न पनि सकिन्छ तपाईँले यो एपबाट नै अहिले तपाईँले अर्डर गरेको खाना के छ अहिले पाकिरहेको छ कि होइन अहिले के छ बाटोमा डेलिभरी भइरहेको छ कि त्यो वास्तविक समय पनि चेक गर्न सक्नुहुन्छ इरान यस्तो फेल्ली हाम भनेको सहज तेमुने होइन फेल्ली आधामा फेल्ली हाम तेमुने सहज भएको कारणले हाङ्गुक साराम दुरुन कोरियन मान्छेहरू चाहिँ फेदाल्याबुल डेलिभरीको एपलाई मानि धेरै सायङ हाम्निदा प्रयोग गर्छन् त्यो भएर होइन फाइदाहरू धेरै छ नि त तपाईँले के आफूले चाहेको ठाउँमा पनि छिटो र सहज हुने गरी पनि अर्डर गर्न सक्नुहुन्छ होइन त्यसपछि तपाईँले योबाट चाहिँ त्यो मेनुलाई पनि हेर्न सक्नुहुन्छ तपाईँ खाना पनि कोरियन चाइनिज होइन अरू पश्चिमेली खाना फास्ट फुडहरू पनि अर्डर गर्न सक्नुहुन्छ यदि तपाईँले अरूले चाहिँ पहिला प्रयोग गरेका मान्छेहरूले छोडेको मूल्याङ्कनहरूलाई पनि के छ हेर्न सक्नुहुन्छ र भुक्तानी गर्दा पनि क्यास पनि दिन सक्नुहुन्छ होइन खाना त आइसक्यो भने तपाईँ कुन ठाउँमा हो त्यहाँनिर होइन सिन्योङ कार्ड पनि बाट पनि प्रयोग गर्न सक्नुहुन्छ र मोबाइल एपबाट पनि भुक्तानी गर्न सक्नुहुन्छ त्यो पनि फाइदा छ र अरू फाइदा पनि छ तपाईँले चाहिँ के छ खाना अर्डर गरेको खाना अझै पाकिरहेको छ कि होइन अहिले डेलिभरी भइरहेको छ कि त्यो समयलाई पनि चेक गर्नुहुन्छ त्यो भएर कोरियामा के छ यो खाना डेलिभरी गर्ने एपलाई के छ एकदमै चलेको छ आजभोलि होइन ल हवस् त धन्यवाद